एकजना एमलाल पन्थीको एउटा काली लाग्दो चाहिँ हामीले उद्धार गर्न सकेनौँ किनभने उहाँ गाडी पल्टिँदाखेरि गाडी पल्टेर त्यहाँनिर पल्टिँदाखेरि उहाँले बचाऊ मलाई बचाऊ भनिरहेको अवस्था तर भएन मैले बुझेअनुसार यहाँबाट उताबाट बस आउँदै गरेको यसरी क्रस गर्ने क्रममा अलिकति अनब्यालेन्स भएर गएको भन्ने सुने गाडी अनियन्त्रित भएर गएको ए ड्राइभर सकुशल हुनुहुन्छ ड्राइभर मृत्यु भइसक्यो भयो Hello, welcome to Premium Updates YouTube channel. Place for subscribe me. Thank you. दर्शकवृन्द नमस्ते मेरो नाम घनबहादुर पेस्तोल हो र मिडियाको टिम आज एउटा दुःखद भिडियो लिएर तपाईको माझमा उपस्थित भइरहेको छ। प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारी भ्रमण गर्न आएका अर्थात् स्वर्गद्वारी दर्शन गर्न आएका गुल्मीका कर्मचारीको यही ठाउँमै घटनास्थलमै मृत्यु भएको छ। उहाँहरू करिबन 1-2 घण्टा अगाडि गाडी तल खसिसकेपछि उहाँको मृत्यु भएको छ। यति बेला हाम्रो माझमा स्वर्गद्वारी नगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष हुनुहुन्छ गिरिबहादुर गुरुङ। हामीले यो घटनाको बारेमा केही कुराकानी उहाँसँग गर्दैछौँ। सर नमस्ते। नमस्ते हजुर। आराम हुनुहुन्छ? आराम छ। यो कति बेला घट्यो सर यो घटना? मैले पनि अलिक पछि थाहा पाएँ। मैले 11 बजे थाहा पाएँ। हजुर। थाहा पाएपछि मैले भेङ्री थाहा पाएर म यहाँ आएँ। हजुर। यहाँ आउँदा गाडी यो घटनास्थल हेर्दाखेरि म तल गएँ। तल जाँदा एकजना जीवित थियो, त्यसलाई निकाल्न कोसिस गरियो। अहिले ऊ पनि मृत्यु भइसक्यो। यहाँ यो घटनास्थलमा 3 जना मृत्यु भए र 2 जना हस्पिटल लगेर उपचार गर्ने क्रममै 2 जना उता डेथ भए र अहिले 2 जना बिजुवार हस्पिटलमा पठाइएको छ भने 5 जना अहिले अलि राम्रो छ र अरू अलि बढी सिरियस छन् हाम्रो प्राथमिक स्वास्थ्य केन्द्र भेङ्रीमा। यो खास दुर्घटना चाहिँ के कारणले भएको रहेछ? मैले पनि देख्ने कुरा त भएन। मैले बुझेअनुसार यहाँबाट उताबाट बस आउँदै गरेको यसरी क्रस गर्ने क्रममा अलिकति अनब्यालेन्स भएर गएको भन्ने सुने गाडी अनियन्त्रित भएर गएको। ए ड्राइभर सकुशल हुनुहुन्छ? ड्राइभर मृत्यु भइसक्यो भयो। ए ड्राइभर मृत्यु। त्यहाँ मृत्यु हुनेमा चाहिँ सबै सरकारी कर्मचारी हो कि कस्तो? त्योभरि जान्नुपर्छ बुझ्नुपर्छ तर प्रायः सबै कर्मचारी हुन्। ए पहिचान खुलेको छैन? पहिचान खुलेको छैन। थ्याङ्क यू सर। धन्यवाद। दर्शकबिन हामी तपाईँले देखाइरहेका छौँ दृश्य गाडी कहाँ त्यहाँ पारीबाट खस्या हो? यहीँबाट यही ठाउँ हो जुन स्थल यही हो स्थल यही घटनास्थल। यहाँबाट गाडी तल खसेको छ। क्यामेरामा तल त्यो देखाउनको लागि अनुरोध गरेँ र यहाँ सुरक्षाकर्मीको टोली कति बेला आएको थियो? सुन्दा बित्तिकै यहाँ स्वर्गद्वारीबाट अलि चाँडै हामीभन्दा स्वर्गद्वारीको पहिले आयौँ के होइन हामी 15 मिनटमा आइपुगेका थियौँ होला। पहिले स्वर्गद्वारीको टिम सुरक्षाकर्मी लगतै आइसक्नु भएको थियो। पहिले भिङ्ग्रीको टिम आयो। ए भिङ्ग्रीको टोली स्वर्गद्वारी भन्दा पहिले भेङ्रीको टोली आइपुग्यो। जस्तो यो बाटोमा एकचोटि पनि ठुलै घटना भएको थियो, दुर्घटना भएको थियो, फेरि यो पटक पनि भयो। अहिले त बाटोको जनस्तर उन्नति भइरहेको छ। बारम्बार यो घटना घटिरहनुमा चाहिँ त्यस्तो केही छ? अब त्यो त अलिकति यी चालकहरूको पनि थोरै लापरवाही देखिन्छ। यहाँ घटनास्थलको हेर्दाखेरि जाने क्रममा क्रस गर्ने क्रममा अलिकति अनब्यालेन्स गराउनु त्यो चालकको पनि थोरै मिस्टेक हो कि भन्ने हामीले घटनाको प्रकृति हेर्दाखेरि देखिन्छ। विशेष गरी उहाँहरू चाहिँ दर्शन गर्नको लागि आउनुभएको हो कार्यालयबाट जिल्ला गुल्मी जिल्ला प्रशासनबाटै 2 जना अधिकृत लेभलका कर्मचारीहरू भन्ने सुन्नमा आएको छ। सबै पहिचान खुलेको छैन अहिलेसम्म। हामी देखिरहेका छौँ तल लासहरू निकाल्ने कार्यक्रम भइरहेको छ। अनि सिरियसहरू कतिजना छन् सर? सिरियस अहिले 10 जना मध्ये 2 जना बिजुवार हस्पिटलमा 8 जना भेङ्री प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। मध्ये 5 जना अलि भनौँ ऊ छ भने 3 जना अलिक बढी सिरियस हुनुहुन्छ भेङ्री हस्पिटलमा। मैले सोधेँ फोन गरेर सोधेँ। सबभन्दा पहिले चाहिँ बस उताबाट आइरहेको थियो र यताबाट चाहिँ स्कर्पियो गइरहेको थियो जाने क्रममा। त्यसरी चाहिँ ठोकेर त होइन? होइन। सर नमस्ते। नमस्कार। हजुरको नाम के? मेरो नाम सीताराम सर। सीताराम के? सुनार। तपाईँ चाहिँ भिङ्ग्रीबाट आउनुभयो कि माथि स्वर्गद्वारीबाट? हामी भिङ्ग्रीबाट आएको। भिङ्ग्रीबाट। तपाईँले चाहिँ कसरी थाहा पाउनुभयो यो घटना भएको छ? यो हाम्रो यहाँको स्थानीयले फोन गर्नुभएको थियो। यो गाडी पल्टिँदा चाहिँ देख्नु भएको छ। हजुर।
अनि त्यसमा फोन गर्नुभयो गाडी यसरी एक्सिडेन्ट भयो भने पल्टेखा भन्ने कुरा गर्नुभयो हजुर अनि त्यो सुन्न बित्तिकै हामी लगत्तै सुन्न बित्तिकै हामी यहाँ 10-15 मिनटभित्र यहाँ आइपुगेको थियौँ हामी। उद्धार कार्य भइरहेको तल एकदम भइरहेछ हजुर भइरहेछ। अहिलेसम्म कतिजनाको मृत्यु भयो? अहिलेसम्म तपाईँको उता तल उपचारको लागि भनेर सामान्य घाइते भएकोलाई लगेको तल 2 जना मऱ्यो भन्ने खबर आयो। हजुर यहाँ चाहिँ त्यहाँ एकजना तल निकाल्दै हुनुहुन्छ, त्यहाँ भित्र त्यहाँ एकजना जिपमा च्यापेको भित्र निकाल्दै हुनुहुन्छ। हजुर त्यहाँ चाहिँ त्यहाँ च्यापेको निकालेपछि 3 जनाको, यहाँ 3 जना लगभग 5 जनाको मृत्यु, 5 जना। 3 जना लासहरू अगाडि छ, 2 जना यहाँ छ, एकजना त्यहाँ जान मिल्छ कस्तो मिल्छ जानु। दर्शकबिन यो कहाली लाग्दो घटना हामी तपाईँलाई दृश्यमा देखाइरहेका छौँ। यो 2 जना लास यहाँ हुनुहुन्छ, बाँकी 1 जना लास कता छ सर? तल हुनुहुन्छ ए ल्याउँदै हुनुहुन्छ अरे। उहाँहरू चाहिँ गुल्मीको हुनुहुन्छ, 2वटा सबैजना गुल्मीको हुनुहुन्छ। उहाँहरू चाहिँ विशेष गरी स्वर्गद्वारी भ्रमण गर्न भनी आउनुभएको एउटा हाम्रो पाहुना हुनुहुन्थ्यो। विडम्बना, उहाँले दर्शन गर्न नपाउँदै स्वर्गको बाटो रोज्नुभयो। उहाँहरूप्रति हामी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ। दर्शकबिन हामी यहाँ आइराख्दा बाटोमा जुन जोस जुन जाँगर लिएर आएका थियौँ, तर अहिले त्यो जोस जाँगर केही पनि छैन दर्शकबिन, सबै हराइसकेको छ। हामी यहाँ आउँदै गर्दा हामी बोल्न केही सकिरहेका छैनौँ, हामी निशब्द छौँ दर्शकबिन। यो घटनाले हामीलाई बडो रुवाइरहेको छ। यति बेला उहाँहरूको बालबच्चाको हालत कस्तो होला, उहाँहरूको श्रीमान श्रीमतीले खबर पाउनु भएको छ कि छैन, एउटा दुःखलाग्दो घटना छ। हामी सबैले यो प्रार्थना गरौँ, जतिजना घाइते हुनुभएको छ स्वर्गद्वारी महाप्रभुको आशीर्वादले उहाँहरूको जीवन फेरि बाँच्न सफल होस् भन्ने हामी यहाँबाट यही कामना गरौँ। मृत्यु चाहिँ 3 जना भइसक्नु भएको छ, बाँकी अन्य घाइते हुनुभएको छ। अन्य घाइतेलाई पनि शीघ्र स्वास्थ्य लाभको हामी कामना गर्न चाहन्छौँ। र हामी यहाँनिर घटनास्थलमा उद्धार कार्य गरिराख्नु भएको छ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले। दर्शकबिन हामी तपाईँलाई त्यो गाडी तल गएको ठाउँतिर देखाउँदैछौँ। हामी त्यो बाटोतिर हामी जाँदैछौँ। अझ तल एउटा दयनीय अवस्था छ, 1 जना लास निकाल्दै हुनुहुन्छ है सर, 1 जना लास तल निकाल्दै हुनुहुन्छ। हामी तपाईँलाई त्यो बाटोतिर लैजाने गर्दैछौँ। सर नमस्ते। नमस्ते। यो घटना चाहिँ घटनाको थप जानकारी दिनुहोस् न। विवरण अब हामीले यो गाडी अहिले लु 1 छ 1655 नम्बरको गाडी हो हैन। यो गुल्मीको तमगासदेखि प्रशासन कार्यालयका कर्मचारीहरू बोकेर यो स्वर्गद्वारी मन्दिर तीर्थयात्रा गर्नको निम्ति निक्लेको भन्ने कुरा आयो। र अहिलेसम्मको अपडेट हेर्नु, 1 जना देखिराख्नुहुन्छ गाडीबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी, आर्मीहरूले उद्धार गर्दै हुनुहुन्छ है। उहाँ 1 जना एमलाल पन्थी भन्ने यहाँ हुनुहुन्छ भने अरू 2 जना यहाँबाट निकालिसक्नु भएको छ। 1 जना चालक कार्कीको जाँदै बाटोमा मृत्यु भएको भन्ने खबर आएको छ भने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्यामलाल नेउपाने सहित अन्य 5 जनाको मृत्यु भएको हो। आज गुल्मी शोकमा डुबेको छ। गुल्मी मात्र होइन, यो सिङ्गो नेपाल एउटा शोकमा डुबेको छ। तपाईँ यहाँ घटनास्थलमा कति बेला आउनुभएको थियो? मैले खबर चाहिँ अलि अगाडि नै पाएको थियो। यो दुर्घटना भएको 10-15 मिनटपछि मैले खबर पाएको थिएँ, तर म अलिकति टाढा भएको हुनाले, खबर पाउने क्रममा टाढा भएको हुनाले यहाँ आउन चाहिँ मलाई लगभग यो दुर्घटना भएको 1-1.5 घन्टा म यहाँ आएको थिएँ। यहाँ आउँदाखेरि 2 जनाको मृत्यु भइसकेको थियो। 1 जना गाडीमै हुनुहुन्थ्यो। अब उहाँ गाडी पल्टिएकै अवस्थामा पहिले नै मृत्यु भएको थिएन, उहाँलाई उद्धार गर्न सकेन। अब यस्तो भिरमा छ, एउटा भिरमा छ, गाडी लगभग 60 मिटर तल खसिरहेको अवस्था छ। नेपाल प्रहरी, आर्मी, सशस्त्र प्रहरी खटिरहेको अवस्थामा पनि 1 जनालाई उद्धार गर्न नसकेकै अवस्थामा 1 घन्टासम्म उहाँले आवाज दिइरहनु भएको थियो भन्ने कुरा आएको छ। उहाँले एमलाल पन्थीले आवाज दिइरहनु भएको थियो भन्ने कुरा आएको छ। अनि उहाँलाई उद्धार गर्न सकिएन। किन सकेन? बाटो अप्ठ्यारो छ, गाडीको स्थिति यस्तो छ, यहाँ टुल्सहरू पनि भएनन्। र अहिले पछिल्लो चरणमा अब उद्धार हुँदैछ। 1 जनालाई चाहिँ निकालियो। एमलाल पन्थीको पनि सायद मृत्यु नै भइसकेको भन्ने एउटा भएको छ। यसै क्रममा 5 जना मृत्यु भएको छ। 10 जना कार्यालयको कर्मचारीहरू र 2 जना चालक दलका चालकहरू सहित आएको 12 जना बोकेको यो सफारी। अन्य चाहिँ घाइते हुनुहुन्छ। 1 जना प्रशासनिक अधिकृतको अस्पतालमा मृत्यु भयो, चालकको जाँदै बाटोमा मृत्यु भयो भने 3 जनाको एक घटनास्थलमै मृत्यु भएको अवस्था छ।
तीनजनाको चाहिँ गाडी पल्टिसकेपछि दुईजनाको चाहिँ पहिले नै मृत्यु भयो, एकजनाको चाहिँ अलिक पछिबाट अब उद्धार गर्न सकिएन। अवस्था तपाईँ आफै पनि देख्न सक्नुहुन्छ स्थिति कस्तो छ, यहाँको भौगोलिक अवस्था कस्तो छ, यो रुखलाई यो गाडीले हेर्नु कसरी अड्डाइरहेको छ। यस्तो अवस्थामा उहाँलाई उद्धार गर्न सकिन, अझै पनि निकै कठिन भइरहेको छ उहाँलाई उद्धार गर्न। उहाँले चाहिँ आवाज दिइरहनु भएको थियो गाडी पल्टिने बेलामा भन्ने कुरा आयो र उहाँले उद्धार गर्न नसक्दा उहाँको पनि मृत्यु, दुःखद मृत्यु हुन पुग्यो। यो घटना भयो, यो घटना तपाईँको बारम्बार यो रोडमा घटना यस्तो प्रकारको घटना घटिरहेको हुन्छ। योभन्दा अगाडि पनि तीर्थयात्रीहरू नै मृत्यु हुनुभएको थियो गाडी पल्टेर, गाडी दुर्घटनामा। फेरि यसपालि पनि गाडी दुर्घटनामै परि दर्शालु के अरे यो तीर्थालुहरूको चाहिँ मृत्यु भयो। यो बाटो स्तरोन्नति भइसकेपछि पनि यस्तो खाले घटनाहरू भने यो एउटा त भौगोलिक अवस्थाले नै पार्छ। अब भिङ्ग्री यसको आधार चाहिँ भिङ्ग्री बजार हो। भिङ्ग्री बजारदेखि यो निकै घुमाउरो शैलीमा स्वर्गद्वारी मन्दिरसम्म निकालिनु पर्ने अवस्था छ। यहाँको भौगोलिक अवस्था बाटो निकै घुम्ती छ के, तपाईँको बाटो स्तरोन्नति भएको छ, बाटो पिच भएको छ। बाटो पिच भइरहँदा पनि यहाँको अब एकचोटि हेर्नु तपाईँ पनि आउनुभयो, यही बाटो यो निकै घुम्तीको बाटो छ र यहाँनिर सजिलोमा पनि किन गाडी यस्तो दुर्घटना भयो भन्दाखेरि हामीले हामीले अलिकति बुझेअनुसार अगाडि एउटा गाडी गइरहेको थियो र त्यो सफारीले त्यो गाडीलाई तलबाट ओभरटेक गर्ने क्रममा थियो र त्यो ओभरटेक गर्ने क्रममा बाटोबाट चिप्लिएर अब त्यो बाटो बस चाहिँ कता छ अहिले? बस त गइसक्यो। बसको कुनै दोष हुने कुरो उसले आफै ओभरटेक गर्दाखेरि चाहिँ ऊ चिप्लियो भन्ने कुरा मात्रै आएको। मतलब यो गाडीले आफै ओभरटेक गरेको भन्ने खबर आएको। यसले ओभरटेक गर्ने क्रममा यो गाडी चिप्लियो, बाटोदेखि तल चिप्लियो र खस्यो भन्ने कुरा आयो। अनि त्यो बसभित्र भएको मान्छेले गाडी पल्टिसकेपछि उनीहरू रोकेर यहाँहरूको उद्धार कार्यतिर लाग्नुभन्दा गाडी त्यो गाडीको बारेमा अझै डिटेल मलाई थाहा छैन होइन। त्यो गाडीको म पछि पनि आएँ, मलाई यति थाहा छ गाडी अब अन्य यात्रुहरू सबै यहीँ हुनुहुन्थ्यो, गाडीहरू थुप्रै रोकिएको थियो, त्यो गाडी पनि सायद यहीँ रोकिएको थियो मलाई लाग्छ है। अन्य गाडीहरू तपाईँले माथि पनि देख्नुहुन्छ थुप्रै दर्शकहरू हुन्छ, उहाँहरू स्वर्गद्वार तीर्थयात्रा गर्न आएका तीर्थालु नै हुनुहुन्छ। अब गाडीहरू थुप्रै रोकिएका छन्, त्यही मध्ये एउटा गाडीलाई चाहिँ यसले ओभरटेक गर्दैथ्यो भन्ने कुरा आयो। मृत्यु हुने सबैको पहिचान खुलिसक्यो। मृत्यु हुनेमा चाहिँ अब एउटा प्रशासकीय अधिकृत हुनुभयो श्यामलाल नेउपाने, एउटा खरिदार एमलाल पन्थी हुनुभयो र अर्को खरिदार सूर्यपन्थी, अनि एकजना चालक कार्की हुनुभयो र एकजना चाहिँ सुब्बा नासु चाहिँ ईश्वरी भण्डारी। मृत्यु हुनेको चाहिँ टोटल सङ्ख्या कति? 5जना। अघि नै भर्खर म चाहिँ रोल्पा हुने बेला चाहिँ मृत्यु हुनेको सङ्ख्या 2 भनेर आएको थियो, तर बढ्ने क्रम जारी छ। अन्य घाइतेको अवस्था कस्तो छ सर? एउटा बच्चाको अवस्था चाहिँ अलिक गम्भीर छ भन्ने कुरा आइरहेको छ हामीले बुझेअनुसार। एउटा बच्चाको चाहिँ गम्भीर छ, अरू चाहिँ अब त्यति धेरै यात्रु हाल्नुपर्ने अवस्था छैन। तर आन्तरिक रूपमा हामीले अब घाइतेको अवस्था यस्तो छ भन्नु त हामी पनि सक्दैन, कसैले पनि सक्दैन। हामी यो कामना गरौँ उहाँहरू एउटा दर्शन गर्न आएका व्यक्तिहरू चाहिँ दर्शन गर्न नपाए तापनि घाइतेहरूलाई चाहिँ शीघ्र स्वास्थ्य लाभका हामी कामना गरौँ। स्वर्गद्वारी महाप्रभुले चाहिँ उहाँहरूको रक्षा गरौँ। थ्याङ्क यू सर।